धन्यवाद समीक्षाज्यू। आजको यो कार्यक्रमका सभाध्यक्षज्यू, त्यसै गरी प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि, त्यसै गरी सम्पूर्ण अतिथि र कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू लगायत उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा म नवराज जोशीको तर्फबाट हार्दिक नमस्कार ज्ञापन गर्दछु। अब अघि खासमा बाहिरबाट असिमको कुरा सुनिरहेको थिएँ। म शिक्षकको परिभाषा नवराज सरले दिनुभएको छ भन्दैको म सिक्दै गरेको मान्छे हुँ भाइ। खासमा पूर्ण शिक्षक नभइसकेको मान्छे शिक्षक बन्दै गरेको मान्छे हुँ। त्यसैले मैले सकिने जति मैले गर्ने जति गरिरहेकै हुन्छु। खास गरी यो बिहान मन बोल्ने मन थिएन, बिहान खुसी लाग्यो, तैपनि तिमीलाई लेखेरै भन्नुपर्ने जस्तो लाग्यो। बिर्सिन्छु कि भन्ने लागेर मैले लेखेर ल्याएको छु। खासमा यो विद्यार्थी भाइ बहिनीहरूले यो कुरालाई चाहिँ एकदमै मनन गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। कृपया भाइ बहिनीहरूले चाहिँ एकदम सुनिदिनु होला है। विद्यार्थीको जीवनको वास्तविकता भनेको नै पढ्नु, सिक्नु, जान्नु है। विद्यार्थीको कामै जति जे गरे पनि हामीले जहाँबाट भए पनि, चाहे प्रविधिको प्रयोग गर्दा होस्, चाहे चाहिँ हामीले अन्य कुराहरूबाट होस्, हिँड्दै डुल्दै खाँदै गर्दा पनि सिक्ने पढ्ने कुरा हाम्रो दैनिकी हुनुपर्छ। विद्यार्थीको दैनिकी भनेकै त्यो हो। अब चाहे समयको गर्भमा लुकेको ज्ञान होस् वा आफूले विद्यालयमा किताब मार्फत प्राप्त गरिने ज्ञान होस्, जस्तो सुकै ज्ञान होस्, यो ज्ञानले हामीलाई नै फाइदा गर्छ। त्यसैले विद्यार्थीलाई नै फाइदा गर्छ यो कुराले। विद्यार्थी भाइ बहिनीहरूले यो कुरा राम्रोसँग बुझ्नु भएको छ, थाहा छ, तैपनि त्यो कुरा लागू हुन सकेको छैन। त्यसैले यी कुराहरू चाहिँ विशेष गरी ख्याल गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। एकचोटि सानो म तिमीहरूलाई एउटा पुरानो दिनहरूमा लिन चाहन्छु। फेरि हामी एक दिन कक्षा नर्सरीदेखि आज कक्षा 10 मा पुग्दै गर्दाखेरि, कक्षा नर्सरीमा पढ्दाखेरि हाम्रो दिमागमा के कुरा चलिरहेको थियो, कक्षा 1 मा पुग्दाखेरि कस्तो कुरा खेल्थ्यो, कक्षा 2 मा पुग्दै गर्दाखेरि कस्ता कस्ता कुराहरू चाहिँ हाम्रो दिमागमा खेलिरहेका हुन्थे, र आज 10 मा पुग्दा हाम्रो दिमागमा के कुरा खेलिरहेका छन्। र त्यो खेलिरहेको कुराले हामी एकतर्फ विद्यार्थी हौँ र त्यो खेलिरहेको कुरा र विद्यार्थीले गर्नुपर्ने कुरासँग म्याच भइरहेको छ कि छैन भन्ने कुरा चाहिँ एकपटक सोचौँ है। यो सोच्नै पर्ने आवश्यक कुरा हो। पढ्ने विद्यार्थीले विद्यार्थीको कर्म के हो र विद्यार्थी कस्तो हुनुपर्छ, विद्यार्थीले जान्नुपर्ने कुरा के हो भन्ने कुरा एकचोटि हृदयले नै मनन गरौँ। म यो अघि बिहान यो मुना किताब हेर्दै थिएँ। कक्षा 7 का विद्यार्थी भाइ बहिनीहरूले लेखेको कविता, कक्षा 7 का विद्यार्थी भाइ बहिनीहरूले लेखेको आर्टिकल यो किताबमा छापिएको छ, पत्रिका हो। यो कक्षा 7 मा पढिरहेको विद्यार्थीले आर्टिकल लेखेको किताब यहाँ हामीसँग छ। तर हामी 7 कक्षामा पढ्दै गर्दा वा 8 कक्षामा पढ्दै गर्दा हाम्रो दिमागमा चाहिँ चलिरहेको के छ खासमा, आखिर के त्यो कुरासँग म्याच हुन्छ? कदापि हुँदैन। त्यसैले पूर्वतिरका मान्छेहरूले, पूर्वतिरका विद्यार्थीहरूले सानो क्लासमा पढेर सिकेर आर्टिकल लेख्न सुरु गरे। हामी चाहिँ फेरि केही गेमको कुरा, फेरि केही सहर बजारका कुरा, नचाहिने कुरा मात्रै गरिरहेका हुन्छौँ। के त्यो हाम्रा लागि लाभदायक छ? कदापि छैन होला। यो कुराले हामीलाई कुनै पनि फाइदा गर्दैन। त्यसैले यो कुरामा पनि विद्यार्थी भाइ बहिनीहरूले सोच्नुपर्ने छ। अहिले मेरो यो लामो हुनसक्छ, कृपया विद्यार्थी भाइ बहिनीहरू ध्यान दिएर सुनिदिनु होला। मैले आजसम्म लगभग 26 वर्षसम्मको यात्रा गरिरहँदा ज्ञान प्राप्त गर्ने कुरा सरल छैन, कुनै पनि हिसाबले सरल छैन। र जो सरलताका हिसाबले प्राप्त गरेको ज्ञान छ त्यसको जीवनमा कुनै अर्थ छैन। यो दुईटा कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। मैले एउटा कुरा भन्दैछु, विद्यार्थी भाइ बहिनीहरू हेलो, एकछिन शान्त भएर बसिनुहोस् है।
यदि ज्ञान हामीले सरल हिसाबले प्राप्त गर्दछौँ भने त्यो ज्ञानको हाम्रो जीवनमा कुनै उपयोग छैन। जो ज्ञानलाई हामीले मेहनत गरेर प्राप्त गरेको ज्ञान छ त्यो ज्ञानले मात्रै हाम्रो जीवनलाई सफल र सबल बनाउँछ। मैले सिकेको कुरा यही आजसम्म कुरा। र यहाँ ज्ञान भन्ने कुरा हामीले सामान्य अर्थमा किताबमा पढ्ने कुरा, किताबले दिएका कुरा मात्रै हामीले ज्ञान सम्झन्छौँ। तर ज्ञान भन्ने कुरा यो संसारमा अथाह रूपमा लुकेको छ। प्रत्येक चिजसँग ज्ञान छ। हामीले टेकिरहेको माटोसँग ज्ञान छ, हामीले लिइरहेको हावासँग ज्ञान छ, हामीले पिइरहेको पानीसँग ज्ञान छ, हामीले श्वास प्रश्वासमा लिइरहेको अक्सिजन प्रदान गर्ने रुख बिरुवासँग ज्ञान छ। त्यसैले यो कुरालाई पनि हामीले महत्त्वपूर्ण स्थान दियौँ भने पनि हाम्रो जिन्दगी सफल हुन सक्छ। अर्थात् ज्ञानी बन्ने प्रक्रियामा हामी सफल हुन सक्छौँ। त्यसैले यी कुरालाई विद्यार्थी कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरूले, कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूले, कक्षा 7 का विद्यार्थी भाइ बहिनीहरूले जति हुनुहुन्छ, जतिले बुझ्नुहुन्छ यो कुरा, ती सबै विद्यार्थीका लागि एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैपछि अर्को कुरा यहाँ के छ भने यो कक्षा 10 मै हामीले पहिला चाहिँ एउटा सुनौलो गेट हो भन्ने रूपमा हामी लिन्थ्यौँ। तर म चाहिँ अब यसलाई के भन्छु भने अहिले यो ब्रोड रूपमा यसको कन्सेप्ट बुझ्ने हो भने मान्छेको जिन्दगी जब 10 मा आएर अर्को 11 मा जान्छौँ त्यहाँबाट क ख सुरु हुन्छ। 11 मा गएर हामीले फेरि क ख पढ्नुपर्छ। जो हामीले नर्सरीमा पढेका कुरा छन्, एलकेजीमा पढेका कुरा छन्, फेरि गएर हामीले त्यहाँ एकचोटि फेरि पढ्नुपर्छ। त्यसैले यो कुरा बुझौँ कि हाम्रो ज्ञान जति प्राप्त गरेका ज्ञान छौँ त्यो भविष्यमा जति पढ्दै जान्छौँ त्यो पढ्ने बेलामा अझै अपुरो लाग्छ। अझै मैले केही प्राप्त गरेन कि भन्ने लाग्छ। त्यसैले ज्ञान कहिल्यै पुरो हुँदैन। जबसम्म मृत्यु हुँदैन तबसम्म ज्ञान पुरा कहिल्यै पनि हुँदैन। ज्ञान भनेको अथाह चिज छ, अपूर्ण नै रहन्छ। त्यसैले यो कुरामा अब यति भन्दै गर्दाखेरि ज्ञान 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 किन चाहियो त हामीलाई ज्ञान? एउटा सामान्य कुरा गरौँ। एउटा मान्छेले खाना खान जानेन भने त्यो खाना पोइजन हुन्छ, त्यो पनि ज्ञान हो। पानी पिउन जानिएन, पानीले पनि मान्छेको डेथ हुन सक्छ। खानाले पनि डेथ हुन सक्छ, मान्छेले चाहिँ पानीले पनि डेथ हुन सक्छ। त्यसैले यो कुरामा पनि ज्ञानको आवश्यकता पर्दछ। ज्ञानको महत्त्वपूर्ण यदि कुरामा छ भने सोचौँ हाम्रो जिन्दगी प्रत्येक पाइलामा ज्ञानको कति महत्त्वपूर्ण योगदान होला, कति ठुलो स्थान होला। जो परम्परा कालदेखि ज्ञानका कुरा गर्दै आएका छन्, अहिलेसम्म ज्ञानको कुरा चलिरहेको छ। यो ज्ञानको महत्त्व चाहिँ सामान्य अर्थमा प्राप्त गर्न सक्छौँ त हामीले? कदापि सक्दैनौँ। त्यसैले यसलाई ज्ञान लिने कुरा हामीले सिरियसली भएर सोचौँ, मजाकले चाहिँ होइन है। मजाकमा लिएर ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ भने त्यो हाम्रो मूर्खता हो। त्यसैले यो कुरामा ख्याल गरौँ। र अर्को कुरा मैले तिमीहरूलाई सामाजिक पढाउँदै गर्दाखेरि कति ठाउँमा व्यक्तित्व भन्ने शब्द आएको थियो। जब व्यक्तिभित्र कुनै किसिमका गुण हुन्छन् जसले सकारात्मक प्रभाव पार्छ, त्यस्तो गुण भएको व्यक्तिको व्यक्तित्व हुन्छ। त्यस्तो व्यक्तित्वको पहिचान पनि बढ्छ र उसको लोकप्रियता पनि बढ्छ। कुरो बुझ्यौ नि? हामीले अघि, अब म अघिकै कुरा जोड्छु फेरि, हामीले अरूलाई प्रशंसा गरिरहँदा, अरूको प्रशंसा गरिरहँदा आफूलाई उसको गुण ठिक लाग्यो भने त्यस्तो गुण हामीमा ल्याउने कि नल्याउने? ल्याउने हो। यो कुरालाई पनि सोचौँ। प्रशंसालाई मात्र ध्यान दिएर हुँदैन। प्रशंसा गर्नुको कारण के थियो, त्यो कारण ममा लागु हुन सक्छ कि सक्दैन, यो कुरामा पनि ख्याल गरौँ। त्यसैले यी महत्त्वपूर्ण कुराहरूलाई फेरि पनि विद्यार्थी भाइ बहिनीहरूले मनन गर्नुहुनेछ। र सानो अझ फेरि म थोरै थप्न चाहन्छु।
हामी हाम्रो व्यक्तित्व निर्माण गर्ने समयमा पुगेका छौँ। अब चाहिँ खासमा अब चाहिँ हाम्रो व्यक्तित्व निर्माण गर्ने समयमा पुगेका छौँ। यो समयलाई विद्यार्थी भाइ बहिनीहरूले जहाँसुकै गएर होस्, जुनसुकै अवस्थामा गएर होस्, आफ्नो व्यक्तित्व निर्माण गर्नुहुनेछ र भविष्यमा तपाईहरुले धन कमाएर आउनुभयो, ठुलो बङ्गला कमाएर आउनुभयो, भोलि गएर मसँग भेट हो, सर मैले त यस्तो घर लगाएँ नि, मेरो लागि कुनै मायने छैन। मेरो लागि तपाईहरु घर लगाउनुहोस्, कारमा हिँड्नुहोस्, एकछिन खुसी हुन्छ, तर त्यसको मेरो लागि कुनै अर्थ छैन। तपाई ज्ञानी भएर आउनुहोस्, देख्दाखेरि पनि मलाई ओहो भन्ने लागोस्, त्यो लाग्यो भने अनि मलाई एउटा कुरामा खुसी के हुनेछ भने मैले 9-10 क्लासमा पढाएका मेरा विद्यार्थीको समझमा आएछ कि जिन्दगी जिउनु पर्ने कसरी रहेछ भन्ने कुरा। यो कुरालाई चाहिँ मैले मान्ने छु, मेरो लागि यही कुरा महत्त्वपूर्ण कुरा हो। त्यसैले यो कुरालाई अझै ख्याल गर्नुहुनेछ भन्ने मलाई लागेको छ। भविष्यको सुनौलो युग आफ्नै स्वर्णिम अक्षरले लेख्न तयार हुनुहोस्, अब समय आयो। भविष्यको स्वर्णिम युग चाहिँ तपाईको हातमा छ। तपाईले लेख्ने अक्षर, तपाईले लेखेको हातमा भएको कलमको हातमा छ। तपाईको स्वर्णिम युग हुन्छ कि हुँदैन भन्ने कुरा त्यही कलमले कोर्छ, दरबारले होइन। त्यसैले कलमको महत्त्व जति छ त्यो कुरालाई पनि तपाईहरुले बुझ्नुहुनेछ। र म एउटा कुरा आज खुसी व्यक्त गर्न चाहन्छु। हामीले एउटा नयाँ प्रयासको थालनी गरेका छौँ। त्यो नयाँ प्रयास भनेको पुस्तक वितरण कार्यक्रम थियो। पुस्तक गिफ्टमा दिने उपहार स्वरूप पुस्तक उपहार दिने हाम्रो कार्यक्रम थियो। त्यो कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूले सहर्ष स्वीकार गरेर यो कार्यक्रमलाई पुस्तक वितरणसँगै पठन संस्कृतिलाई महत्त्वपूर्ण स्थान दिएकोमा कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरू पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसैगरी कक्षा 10 का भाइ बहिनीहरूलाई पनि मैले सानो चाहिँ विनम्र अनुरोध गरेको थिएँ, तिमीहरू पनि किताब उपहार स्वरूप फिर्ता गर्नुपर्छ भनेर भन्दै गर्दा उहाँहरूले पनि हामी थोरै छौँ सर, यति भए पनि हामीले सानो पुरस्कार स्वरूप एउटा सानो पत्रिका पुरस्कार स्वरूप प्रदान गर्छौँ भनिसकेपछि त्यो कुराले पनि सार्थकता पाएको मैले महसुस गरेको छु। भोलि गएर मेरा विद्यार्थी भाइ बहिनीहरूले यो कुरा कुनै ठाउँमा किताब खोले भने मात्रै पनि उनीहरूको जिन्दगीमा एउटा कुरा याद आउनेछ कि मैले आज यसरी यहाँ बोलिरहँदा मैले विद्यार्थीको भविष्यको बारेमा कामना गरेको थिएँ र भविष्यका लागि मैले धेरै कुरा भनेको थिएँ र त्यो कुरालाई मेरा विद्यार्थी भाइ बहिनीहरूले महत्त्वपूर्ण स्थान दिनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु। आजको यो शुभकामना कार्यक्रमलाई नयाँ रीति र नयाँ तिथि बसाल्न सफल भएकोमा कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूलाई पनि हार्दिक धन्यवाद। यो प्रयासलाई अझै यसलाई यो एउटा संस्था हो, दिगो संस्था। यो संस्था रहेसम्म यो प्रथालाई कायम राख्नु हुनेछ भन्ने अपेक्षा गरेको छु र यो अपेक्षासँगै तपाईहरु सम्पूर्णको जिन्दगी एक प्रेरणादायी जिन्दगी बन्नेछ। कसैका लागि आज तिमीहरूलाई हेरेर कोही साना बच्चाहरू म त्यो मान्छे जस्तो बन्छु भन्ने किसिमको अपेक्षा मनमा आओस्, त्यो चाहना मनमा आओस्, त्यस्तो मान्छे बन्नुस्, मेरो शुभकामना छ। र अब म धेरै भन्नुपर्ने केही पनि छैन। अन्तिममा म फेरि पनि भन्छु, विद्यार्थी भाइ बहिनीहरू, यो संसारमा ज्ञान भन्दा ठुलो अर्को केही पनि छैन। जहाँबाट सकिन्छ, जसरी सकिन्छ ज्ञानको मार्ग चुन्नुस्, अन्यथा भविष्यमा दुःख पाइनेछ, भविष्य नराम्रो बन्नेछ। त्यसैले आज म भावुक भन्दा पनि तिमीहरूको भविष्यको चिन्ता गरेर बोल्दैछु। भोलि गएर कुनै ठाउँमा ठेस लागेछ भने नवराज सरले भनेको कुरा याद गर्नु, मैले कक्षामा पढाएका कुराहरू त्यो कुरालाई याद गर्नु कि तँलाई चाहिँ ठेस लागेर खस्ने अनुमति छैन, ठेस लागेर लडेर बस्ने अनुमति छैन। तैँले उठ्नुपर्छ, उठेर जाग्नुपर्छ, जागेर तैँले भविष्यमा सुनौलो अक्षर कोर्नु पर्नेछ भन्ने कुरा मनमा याद राख्नु। यो यादसँगै म आफ्ना विचार यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, सुनौलो, जय होस्।